गर्दैन हित मुसा लिनुस् हातैको सुविधा सल्लाह धुपैले सानो निन्द्रामा बिउसित डराएर स्याङ्जा जाने बाटैमा तनाउ बिर्सी जाने मायालाई के भनौँ स्याङ्जा जाने बाटैमा तनाउ बिर्सी जाने मायालाई के भनौँ स्याङ्जा जाने बाटैमा तनाउ बिर्सी जाने मायालाई के भनौँ बिर्सी जाने मायालाई के भनौँ हे अस्ट्रेलिया लान्छु भनेर गयो मुई खाँदै ओठामा साइली मुई खाँदै ओठामा अस्ट्रेलिया गएपछि कुइरिनीसित बस्छ रे कोठामा साइली बस्छ रे कोठामा लमजुङ जाने बाटैमा तनाउ बिर्सी जाने मायालाई के भनौँ लमजुङ जाने बाटैमा तनाउ बिर्सी जाने मायालाई के भनौँ लमजुङ जाने बाटैमा तनाउ बिर्सी जाने मायालाई के भनौँ बिर्सी जाने मायालाई के भनौँ हाम्रो माया नहोस् घाम छाया मनको कुरा भन्ने दिन आज आयो अरू इच्छा के छन् राजैको युके बस्ने माया हाम्रो माया नहोस् घाम छाया भन्ने दिन आज आयो अरू इच्छा के छन् राजैको युके बस्ने माया युके बस्ने माया हाम्रो माया नहोस् घाम छाया युके बस्ने माया हाम्रो माया नहोस् घाम छाया मन स्याङ्दै सलाला तिम्रो डुबु हामीले जमराको लागि चाहिँ डुबु टिप्दैछौँ। आज हाम्रो विजयादशमीको हाम्रो यो कार्यक्रम हो। हामी चाहिँ पाती टिप्दैछौँ विजयादशमीको लागि। हामीले चाहिँ जमरामा चाहिँ मिक्स गरेर चाहिँ लगाउने हाम्रो प्रचलन रहेको छ, शुद्ध मानिन्छ यो। हामी आज पाती
अब आज हाम्रो यो दसैँको दिनमा हाम्रो बुवा आमा हुनुहुन्छ, उहाँहरू टिका लगाउनुहुन्छ। यसमा हाम्रो बुवाले के भन्न चाहनुहुन्छ त दसैँको बारेमा? दसैँको बारेमा राम्रो केही छैन। दसैँ राम्रै खुसी साथ मनाउँदैछौँ। आमाको के छ भनाइ? के गर्ने हो, छोराछोरी घरमा छन्, रमाइलो गर्छ, राम्रो छ, खुसी लाग्छ। दसैँको धेरै धेरै शुभकामना भन्न चाहनुहुन्छ दुईजनै मिलेर? ल हाम्रो भाइहरू तयारी हुँदैछ नुहाउनलाई। यसो अब दसैँको है, दसैँको तयारीमा छन् केटाहरू, रमाइलो भइरहेछ। त्यसरी चाहिँ हाम्रो दसैँ हुँदैछ। आज खासै मौसम पनि त्यति क्लियर छैन, एकदम पानी पर्ला जस्तो हाम्रो यो एकदम पहाडतिरको भ्यू पनि राम्रो भ्यू छ। एकदम आजको मौसम एकदम राम्रो छ। विजयादशमी अब आज अब यो टिकाको साइत हुँदैछ, ड्रेसअपहरू भइरहेको छ हाम्रो फ्यामिलीको। र अब लगत्तै हाम्रो 1153 आजको साइत रहेको छ। यस वर्षको विजयादशमी 2082 असोजको 16 गते 11:53 चाहिँ टिकाको साइत हो। र हाम्रो एकदम बिहानदेखि हामी चाहिँ गोबरदेखि लगाएर दुबो होइन जमराहरू तयारी कार्यक्रमहरू लगाउनु सकिएको छ। खानपिनहरू पनि रेडी भइसकेको अवस्था छ। र अब हाम्रो 1153 साइज छ। हामी एकदम फ्यामिलीहरू लगभग 18-20 जनाको हाम्रो फ्यामिली छ। यो फ्यामिलीमा हामीले के ठाउँ टिका लगाउँछौँ, एकदम धेरै वर्षदेखि नै हो। हामीले अहिले टिकाको पनि केही करिबन 50 वर्ष पुरानो थाली हो हाम्रो यो टिका लगाउने। कति वर्षको पुरानो थाली हुनसक्छ बुवा? यो थालीको विषयमा भनिदिनु त थोरै। 70 होला। हजुर 70 वर्ष जति पहिलाको होला। हजुरबाले प्रयोग गर्ने थाली हो? हामी जानिएला हामी यो थाल परेको। ए एकदम पुरानो थाली छ हाम्रो यो।
बस्न सक्छु कि किन भोलिमै बस्न सक्दिनँ अनि के भन्नुभयो अरे ल भन्नुहोस् त फेरि कन्डिसनमा जानु पर्यो फेरि के भन्नुभयो अरे फेरि भन्नु त यतिकोमा नाचगान गरौँ र हाँस रमाइलो गरौँ भने चाहिँ आफू ओके चाहिँ भइहा होइन योभन्दा बढी थप्यो भने चाहिँ भन्न सकिन्न तर अब यति योभन्दा बढी थप्नुभन्दा अब त्यो किन भक्नु पर्यो भएर किन आफ्नो शरीर ह्याङ गराउनु पर्यो भन्ने मेरो मान्यता जे होस् दसैँ यसचोटिको राम्रै मनाउनु भयो कति वर्षपछि भयो दाइको दसैँ 5 वर्ष राम्रै भयो रमाइलो मान्नुभयो कि रमाइलो यस्तो त हो नि अब के अब 3-4 दिनदेखि नै अब खाएर लटेरमा भयो हुन्थ्यो अब साँझमा त सधैँ दसैँ हुन्छ मेरो के ए भनेपछि आजको दसैँ लगभग कसैले मादल सादल ल्याइदिएपछि नाचौँ भयो हुन्छ सधैँ हुन्छ त्यो त हिसाबमा बकाइ हो त्यो पनि बकाइ हो अनि साँझ मात्रै हुन्छ त्यो अब दिउँसैबाट खाएर लटी मरे भएर उ गरेको चाहिँ अर्को कुरो हुन्थ्यो के अरे आज चाहिँ अब यतिको त नर्मलै हुन्छ ल हस् तपाईँलाई धेरै धेरै धन्यवाद छ दाइ यति भन्दै चाहिँ हाम्रो यो आज को यो 2082 सालको विजयादशमी चाहिँ आज सकिएको छ आज विजयादशमीको अन्तिम दिन असोजको 16 गते अलिकति पानी परेको अवस्था छ साँझको अवस्था छ यति बजी हाम्रो यो करिबन 7 बजेको छ पश्चिमतिर चाहिँ एकदम क्षितिजमा घामको थोरै उज्यालो देखेको अवस्था पनि हो यो हाम्रो घरदेखि देखेको दृश्य हो र हाम्रो दसैँ अत्यन्त रमाइलो हामीले फ्यामिली सहित एकजना दाइ छुट्नु भयो हाम्रो माइला दाइ चाहिँ छुट्नु भयो हाम्रो रियाल परिवारमा चाहिँ एकदम रमाइलो भयो यसचोटिको दसैँ भन्दै हामीले यो अब यो अन्तिमको आजको दिन यसरी बिट मार्न चाहन्छौँ यो दसैँमा यो ब्लग मेरो यो भिडियो हेरेर सबै परिवार आफन्तहरूले चाहिँ मन पराइदिनु हुनेछ भन्ने अपेक्षा पनि लिएको छु र यति भन्दै अब आजको यो ब्लग क्षितिजको घामसँगै आजको दिन विजयादशमीको दिनको अन्त्य भएको अनुरोध गर्न चाहन्छु हस्।